So welcome to explore नुवाकोट अनि अहिले चाहिँ हामी पासाङ लामो राजमार्गमा छौं अनि विगत 10-12 वर्षदेखि यो बाटोको अवस्था जुन थियो त्यो अवस्थाबाट चाहिँ फाइनली हामी माथि उठ्न पाएका छौं अनि अहिले चाहिँ पासाङ लामो राजमार्ग धमाधम पिच हुँदैछ अनि अहिले चाहिँ रानीपथ सम्म पुगेको छ पिच हुने क्रममा अनि बीचमा चाहिँ अलिकति बाँकी छ सो अहिले चाहिँ हामी यहाँकै स्थानीय दाइ हुनुहुन्छ उहाँसँग अलिकति बाटोको बारेमा कुरा गर्छौं दाइ हजुरको नाम भनिदिनुस् मलाई फर्स्ट ल मेरो नाम ललित लामा दाइ यो बाटोको बारेमा मलाई एकचोटी मजाले ब्रिफिङ गरिदिनु न हस् थ्यांक यू केही बोल्ने अवसर दिनुभएको भाइलाई धेरै धेरै धन्यवाद छ यो बाटो चाहिँ तपाईको नेपालकै सबैभन्दा पुरानो बाटोहरूमध्येको एउटा राजमार्ग हो यो पासाङ लामो राजमार्ग चाहिँ लगभग यो नुवाकोट जिल्लामा देवीघाट हाइड्रो पावरको लागि चाहिँ तत्कालीन समयमा चाहिँ इन्डिया सरकारले भारत सरकारले चाहिँ यो हाइड्रो पावरको लागि सामान ढुवानी गर्नको लागि चाहिँ ट्र्याक खोलेको बाटो हो यो सबैभन्दा पुरानो बाटो मध्येको एउटा बाटो हो यो नेपालकै किनभने यो 2013 सालतिर चाहिँ यसको ट्र्याक खोलेको छ हजुर र यो बाटो चाहिँ लगभग हेर्यो भने नुवाकोट जिल्लाको लाइफलाइनै हो यो तपाईको यो बाटो तर हाल आएर चाहिँ अब नुवाकोट जिल्लाको सदरमुकाममा एक्सेस हुने बाटोहरू धेरै बनिसकेको छ तर अहिले हाल आएर चाहिँ यो लाइफलाइन हिजोको दिनमा चाहिँ लाइफलाइनको रूपमा रहेको यो राजमार्ग 2070 साल पछाडिको भुइँचालो गइसके पछाडि चाहिँ यो सडक बनाउने नाममा चाहिँ सडकको ठेकदारहरूले चाहिँ बनाउने क्रममा कहाँ के कुरा नमिले पछाडि लथालिङ्ग बनाएर छोडे पछाडिको अवस्थामा चाहिँ यो लाइफलाइन होइन यो वैकल्पिक मध्येको पनि महावैकल्पिक बाटोको रूपमा चाहिँ एकदम जीर्ण रूपमा चाहिँ रहेको छ भाइ अब यो तपाईको यो बाटोको कारणले गर्दा यहाँ चाहिँ तपाईको यो पर्यटनमा आधारित व्यवसायहरू चाहिँ धेरै पलायन भयो धेरै डुबे तपाईको करोडौँको चाहिँ उहाँहरूको व्यापार व्यवसाय चाहिँ तपाईको डुबेर कतिपय चाहिँ पलायन भएर नै जानुपर्ने अवस्थामा आएको चाहिँ छ तपाईको हाल आएर चाहिँ भनौँ यो हिजो चाहिँ बल्ल चाहिँ आएर चाहिँ यो बाटोले चाहिँ अब जुनी चाहिँ फेरेको जस्तो चाहिँ अनुभव भएको छ भाइ अहिले चाहिँ जस्तै दाइ म एउटा तपाईँलाई पर्यटनको बारेमा तपाईँले कुरा गर्नुभयो कि हजुर अनि जस्तै नुवाकोटमा जति नै पर्यटन व्यवसायहरू हुनुहुन्छ होइन अब बाटोको कारणले तपाईँ पलायन हुनुभयो भन्नुभयो नि त अनि अब यो बाटो बनिसकेपछि अब नुवाकोटमा पर्यटन व्यवसायहरू फेरि फर्केर आउने अथवा नयाँ व्यवसायहरू उत्साहित हुने चान्सेसहरू कतिको लाग्छ तपाईँलाई यो तपाईँको बाटोकै कारणले गर्दा चाहिँ यो लगभग एक समयमा चाहिँ तपाईँको जब ट्राउटको सुरुवात भयो यहाँनिर ककनीमा स्पेसली चाहिँ जब ट्राउट नेपालमा पहिलो चाहिँ ट्राउटको चाहिँ एउटा पकेट एरिया भइसके पछाडिको अवस्थामा यो सडक चाहिँ तत्कालीन समयमा पासाङ लामो राजमार्ग होइन कि तपाईँको ट्राउट हाइवेको रूपमा चाहिँ अझ त्यसै परिभाषित भएर गइसकेको अवस्थामा थियो तर अब यो बाटोको चाहिँ तपाईँको लथालिङ्गको कारणले गर्दा यहाँको पर्यटन व्यवसायहरू टोटल्ली कोल्याप्स भएको किनभने तपाईँको यो अहिले मान्छेले भन्छ भने अब कर्णालीको जुम्ला हुम्लालाई तपाईँको विकट भन्छ होइन तर महाविकट त यो ककनी गाउँपालिकालाई चाहिँ हेर्न सकिन्छ क्या बाटोको कारणले गर्दाखेरि चाहिँ किनभने तपाईँको हाम्रो ककनी गाउँपालिकाको यो 1 र 2 अनि 4 नम्बरदेखिले 6 नम्बर वडा भनेको राजधानीसँग जोडेको यो तपाईँको पालिका हो तर बत्तीमुनि अँध्यारो भने जस्तै यो बाटो नबन्नाले गर्दाखेरि चाहिँ यति धराशय रूपमा चाहिँ तपाईँको होटल व्यवसायहरू पर्यटन व्यवसायहरू चाहिँ यहाँबाट कोल्याप्स भयो कि तपाईँ उठ्न सक्ने स्थिति नै छैन उहाँलाई उठ्नलाई अब पनि चाहिँ अब चाहिँ यो बाटो बनिसक्यो अब पछाडि चाहिँ तपाईँको फेरि एकपटक चाहिँ पुरानो व्यवसायहरूले पुरानो त्यो पर्यटन क्षेत्रले चाहिँ फेरि जुनबुराउने अवस्था आउँछ भन्ने चाहिँ धेरै आशा पलाएको छ यो बाटोले अहिले बाटो सँगसँगै मैले तपाईँले एउटा ककनीको सानो विषय जोड्न चाहेँ अब त्यो चाहिँ जस्तै ककनीको हाम्रो जुन ककनी भ्यू टावर अथवा के भन्छ त्यसलाई त्यो पिकनिक स्पट भनौँ न त्यसको बारेमा एउटा सानो विषय जोड्न चाहेँ जस्तै ककनीमा अहिले भ्यू टावर बनेको छ हजुर अनि भ्यू टावर चाहिँ अब त बन्न त बन्यो तर त्यो भ्यू टावर सञ्चालनमा आइरहेको छैन नि होइन हजुर यसको बारेमा नि मलाई थोरै केही भनिदिनुहुन्छ त्यो भ्यू टावर चाहिँ हालसालै मात्रै गत हप्ता मात्रै चाहिँ तपाईँको यो बागमती प्रदेश सरकारले चाहिँ तपाईँको हस्तान्तरण गरेको अवस्था छ स्थानीय सरकारलाई होइन अब यो एउटा फिजिकल स्ट्रक्चरहरू नबन्नु चाहिँ नराम्रो होइन राम्रो हो होइन अब त्यो भ्यू टावर बन्नु चाहिँ अब पर्यटन क्षेत्रमा सुनमा सुगन्ध जस्तै हो तर यहाँ चाहिँ भनौँ न अधिकांश डाँडाकाँडाको क्षेत्र भएको कारणले गर्दा त्यो भ्यू टावरहरू चाहिँ भनौँ न अब खासै कहिले हेर्दाखेरि त यसो हेर्दै त आवश्यकता पनि छैन कि जस्तो लाग्छ तर एउटा अब भनौँ न पर्यटकीय क्षेत्र भएको कारणले गर्दा एउटा भ्यू टावर बन्नु प्लस अहिले अब स्थानीय सरकारको मातहतमा
आउनु भनेको चाहिँ त्यो एकदमै राम्रो चाहिँ पोजिटिभ भनौँ न एउटा पाटो देखिन्छ। अब हालसालै अब स्थानीय सरकारलाई चाहिँ हस्तान्तरण गरिसकेको अवस्था पछाडि चाहिँ स्थानीय सरकारले अब निश्चित अब एउटा विधिहरू कार्यविधिहरू बनाएर जहाँसम्म लाग्छ चाँडोभन्दा चाँडो चाहिँ एउटा त्यसको सञ्चालनमा ल्याउनको लागि चाहिँ अब टेन्डर आह्वान गर्दैछ भन्ने सुन्नमा आएको छ। त्यही त्यो पनि एउटा हाम्रो त अब नुवाकोटको एउटा ककनी गाउँपालिकाको टुरिज्मको एउटा सेक्टर हो नि त। अनि त्यो भएर पनि जस्तो अनि अर्को कुरा ठ्याक्कै म रोडमै हालेँ जस्तै अब रोड बन्यो लगभग 10-12 वर्षपछि जुन अवस्थाबाट हामी गुजिरहेछौँ त्योबाट त माथि उठ्न सक्यो। तर रोड बन्दै गर्दाखेरि जस्तै रोड बन्ने खुसी सँगसँगै हाम्रो यसको क्वालिटी हुन्छ नि यसको मापदण्डहरूको बारेमा चाहिँ कतिको कुराहरू उठिरहेछ अनि यो कुराहरू चाहिँ कसरी तपाईँहरूले त्यो त भाइले एकदमै राम्रो यो चाहिँ कुरा कुटाउनु भयो होइन। अब किनभने म पनि जन्मेर हुर्केर अब लगभग भनौँ न जीवनको अब भनौँ न धेरै वसन्तहरू पार गरेर अब भनौँ न अब हामी पनि बुढेसकालको भनौँ न एउटा समयमा भनौँ अब लाग्दै गरेको अवस्थामा हामीले यो बाटोको विषयमा स्पेसल्ली यो बाटोको विषयमा धेरैचोटि हामीले भनौँ त सम्बन्धित निकायहरूलाई तपाईँको घस गजाउनेदेखि लिएर अनिकन काम गर्दै गर्दै आएर तपाईँको यो सडक बन्दै गर्ने अवस्थामा पनि यसको क्वालिटीको लागि पनि अघि भर्खर पनि भाइले देख्नुभयो होला होइन। मैले बारम्बार यो कम्पनीको प्रतिनिधिहरूसँग इन्जिनियरसँग टेक्निकल पार्ट भनौँ न उहाँहरूसँग चाहिँ बारम्बार बसेर चाहिँ यो क्वान्टिटी मात्रै सिद्ध्याएर जाने होइन कि क्वालिटी पनि चाहिन्छ यो सस्टेनेबल पनि हुनुपर्छ यो ड्युरेबल पनि हुनुपर्छ भनेर बारम्बार चाहिँ कुरा गरिरहेका छौँ होइन। यसको क्वालिटीमा बन्नुपर्छ भनेर चाहिँ त्यसो बारम्बार चाहिँ कुरा गरिरहेछौँ र अहिले काम बन्दै गरेको हिसाबमा हेर्दै सरसर्ती हेर्दाखेरि चाहिँ एउटा त्यस्तो विघ्नको नराम्रो भन्ने उ त छैन होइन। तर चित्त बुझ्दै खालको चाहिँ देखिन्छ अहिले यहाँ काम गर्दै गरेको अवस्थामा चाहिँ। त्यही त अब रोड त बन्यो अब खुसी त छौँ हामी एकदम होइन। तर भोलि अब रोड बन्दै गर्दा फेरि 5-7 महिना अब 1 वर्ष पछि फेरि रोड त्यही अवस्थामा आयो भने त हो भाइले सही कुरो भन्नुभयो होइन। किनभने हामीले तारन्तार सचेत गराएर तारन्तार हामीले यो क्वालिटीको विषयमा चाहिँ तारन्तार एकदम सचेत गराएर किनभने उहाँहरू भनेको चाहिँ कस्तो भने एउटा हामी भनेको चाहिँ यहाँ अब जन्मेर हुर्केर यहीँ मृत्युसम्मको चाहिँ हामी यहाँ बस्नुपर्ने छ किनभने यसको उपभोग गर्ने भनेको यहाँको स्थानीय बासिन्दाहरूले हो। त्यसै कारणले अहिले स्थानीय बासिन्दाहरू सचेत भएन बेलैमा यो कुरामा सचेत गराएन भने उहाँहरूले त तपाईँको काम गर्ने हो फाइदा गर्ने हो। उहाँहरू ठेकदार भन्ने चिज त फाइदाको लागि आएको हुन्छ। उहाँहरूले चाहिँ जति सक्दो चाहिँ गुणस्तरमा पनि यसो ह्याङ्कीप्याङ्की गर्ने होइन अलिअलि त्यस्तै पऱ्यो भने छारो हाल्ने काम गर्नेहरू हुन्छ। यसमा चाहिँ स्थानीय बासिन्दा नै सरकार के अरे चनाखो हुनुपर्छ। त्यसै कारणले हामीले जहाँसम्म लाग्छ है जहाँसम्म लाग्छ अब अरू ठाउँको अब स्थानीयहरूले चाहिँ अब आवाजहरू उठाएनन् त्यो थाहा भएन। तर हामीले चाहिँ स्पेसली यहाँ रानीपोखरा सिरोफेर ककनीको बासिन्दाहरूले चाहिँ तारन्तार उहाँहरूलाई चाहिँ ल क्वालिटीमा चाहिँ कम्प्रोमाइज गर्नु भएन किनभने उहाँहरू त आउनुहुन्छ काम गर्न सिधेर जानुहुन्छ। किनभने यहाँको बासिन्दाले हो यहाँनिर दुःख पाउने भविष्यमा यसलाई यो चाहिँ दीर्घकालीन रूपमा चाहिँ यसलाई चुस्त दुरुस्त रहने नरहने भन्ने चिज अहिलेको काम गर्दाखेरि तपाईँको बेलैमा सचेत गराएन भने त्यो भोलि चाहिँ गुणस्तरीय भएर दीर्घकालीन हुन्छ भन्ने नै छैन। यस्तो छ अब हामी टेक्निकल लाइन भनौँ न एउटा पढेको स्टुडेन्ट त होइन तर हामी पनि एउटा पब्लिकको एउटा स्थानीय भएको हिसाबले यही त यतिसम्मको त नहुनुपर्ने यो त जसले पनि हेर्दै देखिने कुराहरूमा भनौँ न टेक्निकल पार्ट बाहेक भनौँ न हामीले भन्नेसम्मको हुनेसम्मको कुरामा चाहिँ अहिले पनि यो बेसको कुरामा भनौँ न मैले बेसको कुरामा हिजोको दिन पनि मैले यो बेसमा चाहिँ अलिकति बेसी मात्रामा चाहिँ तपाईँको डस्ट भनौँ न हाम्रो भाषामा भने माटो होइन माटोको मात्रा अलिक बढी भयो भन्ने कुरा हामीले उठायौँ। उहाँहरूको भाषामा डस्ट भन्दो रहेछ होइन त्यो भिडियोहरू पनि बनायौँ। अनि त्यो पछाडि गएर सम्बन्धित निकायको चाहिँ भनौँ न अब टेक्निकल पाटोको भनौँ न सम्बन्धित व्यक्तिहरूसँग पनि हामीले यो विषयमा छलफल गरेर यो अलिकति चाहिँ बेस चाहिँ अलिकति क्वालिटी भएन क्या हो भनेर हामीले तारन्तार कुरा उठाएको पनि हो। त्यस पछाडि चाहिँ उहाँहरूले भनौँ न अलिकति यो सुधार गरेर ल्याएको चाहिँ अवस्था छ। अहिले चाहिँ सुधार भएको छ र अलिकति काम पनि अलिक गुणस्तरीय नै भइरहेको जस्तो लाग्छ अहिले मलाई यसो हेर्दाखेरि चाहिँ सरसर्ती हेर्दा हजुर टेक्निकल पार्ट त अलग भइहाल्यो होइन। अब जस्तै हामी आँखाले हेर्दा चाहिँ राम्रो छ भन्ने चाहिँ लागिरहेको छ किनभने अब हामी पनि त्यो टेक्निकल विषयमा यसको विषयमा अब हामीलाई थाहा हुँदैन होइन। त्यही भएर हामीले यसो देखिन्छ ल अब हिजोको गत भनौँ न पहिलाको कम्पनीहरूले चाहिँ यसरी काम गरेर गएको थियो उहाँहरूको चाहिँ बेसहरू यो क्वालिटीको थियो तपाईँहरूको यो सम्भव हुनु पऱ्यो अझ त्योभन्दा बेटर हुनु पऱ्यो भने चाहिँ हामीले उहाँहरूलाई चाहिँ सचेत गराइराखेका नै छौँ भाइ। ए ल ठिक छ हस् थ्याङ्क यू दाइ। अनि एउटा लास्टमा मैले तपाईँले अर्को कुरा के जोड्न चाहेँ भने जस्तै गाउँपालिका ककनी गाउँपालिकाको विषयमा अलिकति कुरा गर्न चाहेँ। जस्तै हाम्रो ककनी गाउँपालिकामा तपाईँको म चाहिँ एउटा एक्सप्लोरर एक्सप्लोर नुवाकोट भन्ने पेज छ अनि त्यसमा चाहिँ मैले जुन लोकल टुरिज्महरूलाई चाहिँ प्रमोट गरिरहेको छु भनौँ न। अनि ककनीमा त्यस्तो धेरै ठाउँहरू छ दाइ हामीले प्रमोट गर्न सकिन्न है।
लोकल टुरिज्मलाई भित्राउने ठाउँहरू त्यस्तो टन्नै छ के तर मलाई के लाग्छ भने हाम्रो पालिकाबाट चाहिँ जुन ठाउँमा जति महत्त्व दिनुपर्ने हो त्यो कुराहरू चाहिँ भइरहेको छैन कि तपाईँको टोटल्ली नै होइन तपाईँले अघि भन्नुभयो जस्तै डाँडा के अरे जुम्ला हुम्लाको कुरा गर्दा बरु यो चाहिँ जुम्ला हुम्ला जस्तो फिल हुन्छ अनि यो कुरामा चाहिँ तपाईँले हाम्रो गाउँपालिकाको जो सम्बन्धित व्यक्तिहरू हुनुहुन्छ उहाँलाई चाहिँ एउटा मेसेज दिनु पऱ्यो भने चाहिँ तपाईँले के मेसेज दिनुहुन्छ अब ककनी चाहिँ कस्तो छ भने तपाईँको यो राजधानीबाट एकदमै राजधानीसँग चाहिँ सीमा जोडेको पालिका अघि नै पनि मैले हजुरलाई अवगत गराइसकेँ तपाईँको सँगसँगै पर्यटकीय क्षेत्र घोषणा भएको ककनी र नगरकोट कहाँबाट कहाँ पुग्यो ककनी अझै पनि एकदमै भौतिक पूर्वाधारदेखि लिएर पर्यटनमा चाहिँ अथाह सम्भावना बोक्दा पनि एउटा इन्फ्रास्ट्रक्चरहरूको चाहिँ कमी कमजोरीले गर्दा अर्थात् त्यो बन्नुपर्ने पूर्वाधारहरू अथवा सम्बन्धित निकायको ध्यान नगएर हो कि हो एकदमै पिछडिएर बसेको अवस्था छ र अब ककनी गाउँपालिकालाई हाम्रो स्थानीय सरकारलाई एउटा सजेस्ट गर्दै गरेको अवस्थामा चाहिँ अब उहाँहरूको नारा पनि छ अहिले ककनी गाउँपालिका भनौँ न एउटा स्थानीय सरकारको एउटा नारा पनि छ यो ककनीको चाहिँ अब समृद्ध आधार चाहिँ भनौँ न पर्यटन र कृषिको चाहिँ नारा लिएर आउनु भएको छ होइन अब स्थानीय सरकारले चाहिँ भनौँ न अन्य क्षेत्रलाई जति महत्त्व दिनुभएको छ यो पर्यटनलाई अझ योभन्दा बढी चाहिँ भनौँ न उहाँहरूको पनि बजेट सीमित हुन्छ त्यो हामीले पनि बुझ्नुपर्छ होइन किनभने एउटा अनुदानमा आएको बजेटले सबै क्षेत्रमा समग्रमा विकास गरौँ भन्दै नसकिने अवस्था रहेछ अहिले बुझेर आउँदाखेरि होइन त्यस कारणले गर्दाखेरि चाहिँ हाम्रो पालिकाले विशेषतः सङ्घीय सरकार र प्रदेश सरकारलाई चाहिँ भनौँ न एउटा डिपिआर प्रोजेक्टहरू बनाएर एउटा मेगा प्रोजेक्टहरू भनौँ न तयार गरेर चाहिँ उहाँहरूलाई बेलायमा चाहिँ भनौँ घचघचाएर एउटा न एउटा प्रोजेक्टहरू ल्याउन सक्यो भने त्यो एकदमै ठुलो हुन्छ र एकदमै अथाह सम्भावना बोकेको छ यो ककनीले पर्यटनमा हामीले चाहिँ कस्तो भइरहेछ भने ककनीमा 3-4वटा भनौँ न चाहिँ झरना एउटा पालिकाभित्र रहेको छ हेर्नुहोस् है अब कस्तो भइरहेछ नि यहाँ त यो कस्तुरीले बिनाको बाख्न खोजेर हिँडेको जस्तो भइरहेछ हामीले त भनौँ न यो ककनीलाई समृद्ध चाहने हो भने अरू केही पनि होइन यहाँको स्थानीयको घर घरमा टोलमा रोजगारी र आम्दानी हुने क्षेत्र भनेको यो पर्यटनको हो होइन पर्यटन हो पर्यटनलाई चाहिँ एकदम आमूल पहिलो प्राथमिकतामा राखेर चाहिँ हाम्रो स्थानीय सरकारले चाहिँ अघि भनेको जस्तो किनभने यहाँको आफ्नो भनौँ न अनुदानमा आएको बजेटले मात्र सबै कुरो गर्न सक्छु भनेर नसकिने रहेछ किनभने समग्र विषयमा चाहिँ स्थानीय सरकारले हेर्नुपर्ने रहेछ त्यस कारणले गर्दाखेरि चाहिँ एउटा मेगा प्रोजेक्टहरू डिपिआर प्रोजेक्टहरू बनाएर चाहिँ प्रदेश सरकार र सङ्घीय सरकारबाट चाहिँ एउटा प्रोजेक्टहरू ल्याएर चाहिँ यसलाई पकेट क्षेत्र घोषणा गरेर 2-4वटा क्षेत्र घोषणा गऱ्यो भने धेरै समय लाग्दैन जहाँसम्म लाग्छ पर्यटनमा फड्को मार्नलाई त्यो त पहिला त अब बाटो यस्तो छ उस्तो छ भनेर एक्सक्युज लिन पाइन्थ्यो अब त बाटो पनि बन्दैछ त्यही भएर ल हस् थ्याङ्क यू दाइ हजुरले एकदमै धन्यवाद केही भन्नु छ तपाईँलाई अरू त यस्तै हो भाइ मैले अब भनौँ न हिजोआज चाहिँ भनौँ न यो बाटो बन्दै गरेको अवस्थामा जे जस्तो भिडियो बनाउनु पर्ने अथवा जे जस्तो उहाँलाई सचेत गर्नुपर्ने अवेरनेस गराउनु पर्ने हिजै थियो भने हिजै गऱ्यो होइन अब म भिडियो पनि बनाउँदिनँ खासै म अब त्यति यो बाटोको विषयमा बोल्दिनँ भने थियो तर मैले 2-4वटा भिडियो यो बाटो बन्दै गरेको अवस्थामा देख्दाखेरि चाहिँ एकदम भ्रमको खेती र भ्रम र झुटको खेती गरेको मैले व्यापक देखेँ क्या त्यही भएर मैले अघि एउटा भिडियो बनाएको कारण चाहिँ त्यो किनभने यो क्षेत्रको जहाँसम्म लाग्छ नि भाइ होइन यदि डाक्टर प्रकाश शरण महत यदि अर्थमन्त्री भएर उहाँले चाहिँ बजेट छुट्याएर सोच सुनिश्चित नगरे भए यो बाटो बन्दैन थियो किनभने उहाँ अर्थमन्त्रीबाट हट्दै गरेको अवस्थामा उता गङ्गडेबाट जाने एउटा बाटो छैन त्यहाँको बजेट अर्को सरकार आउने बित्तिकै चाहिँ काटिसकेको अवस्था थियो तर उहाँले यो बाटोलाई चाहिँ सोच सुनिश्चित गरेर ठेक्कामा भनौँ बिट गरिसकेका कारणले गर्दा यो मोतीदान कम्पनीले चाहिँ काम गर्ने वातावरण बनेर आज यो सडक बनेको नत्र होइन भने यहाँ बन्ने स्थिति हो अब सबैले पहल गर्यो होला हाम्रो नेताहरूले होइन नुवाकोटमा धेरै नेताहरू हुनुहुन्छ होइन उहाँले संसदमा गएर र अन्यत्र भन्न सबै दलकोहरूले पहल गर्नुभयो होला तर अहिले यो बाटो चाहिँ जसले जेसुकै भन्नुहोस् हेर्नु चाहिँ हामी एउटा स्थानीय भएको हिसाबले हेर्नुहोस् कुनै दल कुनै सिद्धान्त कुनै बातको पछाडि होइन हामीले देख्दाखेरि हामी एउटा स्थानीयको आँखाबाट हेर्दै स्थानीयले भन्नुपर्दाखेरि डाक्टर प्रकाश शरण महतले बजेट छुट्याएर हालेको कारणले गर्दा यो बाटो बनेको र आज यो हिजोको दिनको लाइफलाइन थियो आजको दिनमा पनि अब यो लाइफलाइन बनेर आओस् र यहाँको पर्यटन व्यवसायहरू सबै फेरि एकपटक जुनबाट आओस् भन्ने त्यो एकदम आशा लिएको छु र यतिको लागि यति कुरा राख्नेको लागि चाहिँ भाइले ठाउँ दिनुभएको भाइलाई धेरै धेरै धन्यवाद थ्याङ्क यू